आज म छु बुटोलको ट्राफिक चोकमा। यो पैसा मैले डबल गराउँदै जानेछु। हेरौँ कसले पैसा चाहिँ राख्छ र कसले चाहिँ होइन डबल गराउने चान्स दिन्छ है त। म अब 50 रुपियाँबाट सुरु गर्दैछु। यो 50 रुपियाँ कसले राख्छ है त। सर सुन्नु न, बिजी हुनुहुन्छ? म पैसा डबल गरेर अरूलाई दिम या तपाईँले राख्नुहुन्छ यो पैसा? थाहा भएन। यो पैसा तपाईँले राख्नु पनि पाउनुभयो या डबल गरेर अर्कोलाई दिम? अब हजुरको इच्छा हो त। अच्छा हमको सिखा रिया है। तपाईँले भन्नु, एक थोक भनेर जानु न। ए उहाँले अलि मजाले बुझ्नु भएन। सरलाई सोधेँ है, फेरि हुनुहुन्छ है। यो पैसा तपाईँले राख्नुहुन्छ या डबल गरेर अर्कोलाई दिनु? होइन अब अरूलाई दिनु, त्यस्तै व्यक्ति हेरेर डबल गरेर दिनु। ओके थ्याङ्क यू। हस्, म यो पैसालाई अब डबल गर्नेवाला छु। अब मसँग छ 100 रुपियाँ। सुन्नुहोस् न, यो पैसा तपाईँले राख्नुहुन्छ या डबल गरेर अर्कोलाई दिउँ? भन्नुहोस् न, यो पैसा तपाईँले राख्नुहुन्छ या डबल गरेर अर्कोलाई दिउँ? अरूलाई दिनुहोस् अब के भनौँ। यो पैसा फेरि डबल भयो। अब म 200 रुपियाँ दिनेवाला छु है त। सर एक्सक्युज मी, यो पैसा तपाईँले राख्नुहुन्छ या डबल गरेर अर्कोलाई दिउँ? एकैछिन फोन गरेर चाहिँ सर बिजी हुनुहुन्छ जस्तो छ, अगाडिबाट मलाई बोलाउँदै हुनुहुन्छ। एक्सक्युज मी सर, यो पैसा तपाईँले राख्नुहुन्छ या डबल गरेर अर्कोलाई दिउँ? मैले पनि राख्छु नि। स्योर। अर्कोले 400 रुपियाँ पाउँछ नि त। एकचोटि राम्रोसँग सोच। अर्कोलाई डबल गरेर दिन्छु। अच्छा तपाईँले दिने होइन, म दिन्छु क्या। त्यही त, अर्कोलाई डबल गरेर दिनु न है। नजिकै दिनुहुन्छ कि टाढा? अब मैले जहाँ पनि दिन पाएँ। त्यसो भए त मलाई दिनु, सिङ्गल राख्ने। गेम 50बाट सुरु। मान्छे चिनेकै मान्छे हुनुहुन्छ, सिङ्गलै राख्नु। म अलि नै धेरै खर्च हुन्छ होला जस्तो लागिरहेको थियो। हजुर, तपाईँले गेम फिनिस गर्नुभयो, यो तपाईँले राख्नुहोस्। कस्तो लाग्यो गेम? धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो। ल खुसी लाग्यो? धन्यवाद। तपाईँको मैले हेरिरहेको हुन्थेँ अरू भिडियोहरूमा पनि। अरूलाई के भन्न चाहनुहुन्छ? ठिक छ, उहाँबाट धेरै बुटोलको लागि सुझाव सन्देशहरू उहाँले धेरै दिनुहुन्छ। उहाँको पेजलाई फलो गर्नु होला, लाइक गर्नु होला, सम्पूर्ण जानकारी पाउनुहुन्छ। चल बस, लायक है क्या, काम करने दे।